तपाईँलाई नायब सुब्बाको यो अडियो क्लासमा स्वागत छ। हामी छोटा एक-एकवटा प्रश्नका उत्तरहरू लिएर यसमा उपस्थित हुनेछौँ। तपाईँ यसलाई खाना खाँदै, सुत्दै, उठ्ने क्रममा, टोयलेटमा, वासरुममा नुहाउँदै, हात धुँदै, मुख धुँदै अथवा मर्निङ वाक, इभिनिङ वाक गर्दै अथवा तपाईँलाई फुर्सद भएको 5 मिनटमा सुन्न सक्नुहुनेछ। आशा छ यो अडियो तपाईँले सुनेर पक्कै पनि आफ्नो ज्ञानको दायरा बढाउनुहुनेछ, तपाईँको लिखित परीक्षालाई सहयोग गर्नेछ। आजको प्रश्न छ, नागरिक समाज भन्नाले के बुझिन्छ? नागरिक समाजका प्रमुख कार्यहरू उल्लेख गर्नुहोस्। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। नागरिक समाज जनपरिचालन र सामाजिक जागरण गर्ने उद्देश्यले विभिन्न पेसा, वर्ग, व्यवसायमा आबद्ध व्यक्तिहरूले सर्वाङ्गीण विकासका लागि निरन्तर गतिविधि सञ्चालन गर्ने सामूहिक प्रयासको समूहगत स्वरूप नागरिक समाज हो। फेरि भन्छु, जनपरिचालन र सामाजिक जागरण गर्ने उद्देश्यले विभिन्न पेसा, वर्ग, व्यवसायमा आबद्ध व्यक्तिहरूले सर्वाङ्गीण विकासका लागि निरन्तर गतिविधि सञ्चालन गर्ने सामूहिक प्रयासको समूहगत स्वरूप नागरिक समाज हो। यो परिवारभन्दा माथि हुन्छ। सरकारी संयन्त्रभन्दा बाहिर रही स्वैच्छिक र स्वस्फूर्त समूहको माध्यमबाट सामाजिक परिचालन गर्ने सामूहिक क्रियाकलापको समष्टिगत नागरिक समाज हो। यो पनि म फेरि भन्छु, सरकारी संयन्त्रभन्दा बाहिर रही स्वैच्छिक र स्वस्फूर्त समूहको माध्यमबाट सामाजिक परिचालन गर्ने सामूहिक क्रियाकलापको समष्टिगत नागरिक समाज हो। नागरिक समाजका संस्थाहरूलाई तेस्रो क्षेत्रको सङ्गठन, स्वयंसेवी संस्था, फेरि भन्छु, नागरिक समाजका संस्थाहरूलाई तेस्रो क्षेत्रको सङ्गठन, स्वयंसेवी संस्था, उद्देश्यमा आधारित गैर नाफामूलक संस्था, सामाजिक सञ्जाल आदि नामले चिनाइने गरेको पाइन्छ। राष्ट्र निर्माणका महत्त्वपूर्ण अवयवहरूमध्ये नागरिक समाज प्रमुख अवयव हो। भन्नाले राष्ट्र निर्माण गर्ने विभिन्न अवयवहरूमध्ये, विभिन्न निकायहरूमध्ये नागरिक समाज पनि एक प्रमुख अवयव हो। यसले सामूहिक चाहना र आवश्यकताको पक्षपोषण गर्दछ। यसरी परिवारभन्दा व्यापक र राज्यभन्दा अलग अस्तित्व भएको समुदाय, परिवारभन्दा व्यापक र राज्यभन्दा अलग अस्तित्व भएको समुदायमा आधारित कार्यमा समर्पित समूह नै नागरिक समाज हो। अब यसका कार्यहरूको बारेमा चर्चा गरौँ। नागरिक समाजका कार्यहरू निम्नानुसार छन्। समाजलाई सशक्तिकरण गर्न क्याटलिस्टको भूमिका निर्वाह गर्ने, समाजलाई सशक्तिकरण गर्ने भनौँ। सरकार र समाजबीचको सेतुको काम गर्ने, समाज र सरकार बीचको सम्बन्ध स्थापना गर्ने, सरकार र जनताबीच सद्भाव कायम गर्न भूमिका निर्वाह गर्ने, जनतामा सेवा प्रदायक सर्भिस प्रोभाइडरको भूमिका निर्वाह गर्ने, पिछडिएको वर्ग र समुदाय अवेरनेस बिल्डर भनेको चेतना जागरणको भूमिका निर्वाह गर्ने, सामूहिक उपलब्धिको डिस्ट्रिब्युटर भन्नाले विक्रेता अथवा वितरकको भूमिका निर्वाह गर्ने, सरकारी संयन्त्रलाई घसघस्याउने पैरवीकर्ता, होइन, यो वकिलको भूमिका अथवा उनीहरूलाई सुसूचित गराउने, सूचनाको हकलाई पाउन उत्साहित गर्ने, सरकार, जनता र व्यापारिक व्यवस्थाबीच पार्टनरसिप बिल्डरको भूमिका निर्वाह गर्ने। मैले यति भने, होइन, म फेरि भन्छु, नागरिक समाजका प्रमुख कार्य के भन्दा समाजलाई सशक्तिकरण गर्ने, समाज र सरकार बीचको सम्बन्ध स्थापना गर्ने हो, सरकार र जनताबीच सद्भाव कायम गराउने हो, जनतामा सेवा प्रदायकको वितरकको भूमिका निर्वाह गर्ने हो, पिछडिएको वर्ग र समुदायलाई सुसूचित गराउने कार्य पनि यसले गर्छ र सरकारी संयन्त्रलाई घसघस्याउने, पैरवी गराउने कार्य पनि यसले गर्दछ। तपाईँले यति लेख्नुभयो भने मलाई लाग्छ यो पर्याप्त हुनेछ। र यसरी नागरिक समाजले समष्टिमा व्यक्तिको हक, अधिकार रक्षा गर्दै समग्र राष्ट्र निर्माणमा जोड दिएको हुन्छ। यसले असल अभ्यासबाट लोकतन्त्र संस्थागत हुने कुरामा दुईमत हुन सक्दैन। र जाँदा जाँदै म तपाईँलाई नागरिक समाजका विशेषताहरू पनि उल्लेख गर्छु। नागरिक समाजका विशेषताहरू के हुन्छ भन्दा गैर राजनीतिक हुन्छ। यो गैर राजनीतिक हुन्छ। जनचाहना वा साझा चाहना पहिचान गरी यसलाई यथार्थमा पुर्याउने खालको हुन्छ। सामूहिक प्रयास हुन्छ। यसमा
समाजका अगुवाहरूको नेतृत्व हुन्छ, निरङ्कुश शासन विरुद्धको पहरेदार हुन्छ, खुला समाज र उदार अर्थव्यवस्थाको पक्षपाती हुन्छ, सभ्य समाजको गहनाको रूपमा पनि रहन्छ, जनताका हक अधिकारको संरक्षक हो, यो नागरिक हितमा समर्पित हुन्छ, बजार र राज्य बीचको मध्यस्थकर्ता हुन्छ। श्रोता, मैले आज नागरिक समाज भनेको के हो, यसका प्रमुख कार्य र यसका विशेषताहरूको बारेमा चर्चा गरेँ। अर्को भिडियोमा हामी नागरिक समाजका उद्देश्यहरू, नागरिक समाजका स्वरूपहरूको बारे चर्चा गर्नेछौँ। आशा छ तपाईँलाई पक्कै पनि यो फ्रुटफुल हुनेछ। धन्यवाद।